नमस्ते सबैजनालाई। आजको ब्लगको एउटा प्रस्तुति चाहिँ अलिक भिन्नै लिएर आएको छु तपाईहरु सामु है। अन्त अब यताउता ढिलो नगरिकन तपाईहरुलाई म एउटा आजको मेरो ब्लगको विषयमा भन्नु अगाडि चाहिँ एउटा छोटो एउटा तपाईहरुलाई कुरा भन्न गइरहेको छु है। र त्यो कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो गाउँमा एकजना है मेरो चाहिँ अब मामा पर्नुहुन्छ, हाम्रो अनिल लोहार मामा, तपाईले चिन्नुहुन्छ होला, पेदुङ वरिपरि अब उहाँ पञ्चायत समितिको मेम्बर पनि हुनुहुन्छ हैन। अब उहाँको चाहिँ एउटा पेसा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ उहाँ चाहिँ स्कुल ड्युटी सेन्ट जर्जेस हायर सेकेन्डरी स्कुलको उहाँले स्कुल ड्युटी पनि गर्नुहुन्छ। अन्त एउटा अचम्मको कुरा, अब त्यो अचम्म त के भन्नु, अचम्मै भनौँ, सानोतिनो अचम्मै हो। र त्यो चाहिँ के भएछ भन्दाखेरि चाहिँ अस्ति त्यो पानी परेको थियो नि हौ, पानीहरू परेर धुम्म भएको थियो है, लगभग 3 दिन जस्तो धुम्म भएर दिनै बिग्रेको थियो अचानक है। र त्यति बेला चाहिँ उहाँ चाहिँ नानीहरूलाई हुन्छ नि स्टुडेन्टहरूलाई लगेर चाहिँ स्कुल जाँदै हुनुहुन्थेछ है। त्यो दिन चाहिँ के भयो अब म भन्दिनँ, हाम्रो अनिल मामालाई नै म सोध्न गइरहेको छु त्यो दिन कस्तो के घटना घट्यो है। लु हाम्रो मामालाई एकदमै भ्लगमा स्वागत छ। मामा अलिकति घाम पऱ्यो, यता आइदिनुहोस् न। तपाईँलाई भ्लगमा स्वागत। धेरै दिन भयो हाम्रो भेटघाट पनि नभएको, अचानक है आज भेट्दैछु। र मामा त्यो अब मैले कहानी भनिदिइहालेँ, बेसी कुरा नतन्कौँ है। तपाईँ नानीहरूलाई पुऱ्याएर जाँदै हुनुहुन्थ्यो नि, त्यति बेला के भयो अलिकति भनिदिनुहोस् न। सर्वप्रथम सम्पूर्णमा नमस्कार, अभिवादन। र विशेष अस्ति यो 3 तारिकको दिन म स्कुल ड्युटीमा, हजुर, म पेसाले ड्राइभर चालक हुँ है, स्कुल ड्युटीमा जाँदै थिएँ। मेरो ड्राइभर हुन्छ, ड्राइभर चाहिँ बिसन्च भएको हुनाले त्यो दिन म आफैले ड्राइभ गरेको थिएँ। त्यो दिन हुने दिन हुँदो रहेछ नि त, मै भएको चाहिँ है। त्यो चाहिँ कस्तो भनेदेखि म जाँदै गर्दाखेरि चाहिँ तपाईँको जब मैले नानीहरूलाई हालेर स्कुलमा पुऱ्याउनु पर्ने हुँदाखेरि चाहिँ बाटोमा जाँदै गर्दाखेरि चाहिँ मैले सेरिकल्चरको एरियामा रोडमा चाहिँ त्यहाँनिर मैले गाडी क्रस भइसकेको थियो, पैसाको मुठादेखि पैसा पानीले भिजिरहेको थियो। पैसा पाउनु भयो? पैसा पाएँ मैले है, पैसा पाएँ। अनि मलाई एउटा कस्तो लाग्यो भनेदेखि त्यो गाडी मैले ब्याक गरेँ। मलाई त्यति बेला कस्तो खटपट भयो भने दसैँ दिवाली 1 महिनामा भएको। हजुर, त्यो पैसा त मैले टिपेर लिएर आएँ, राखेर डेस्कबोर्डमा राखेँ। नानीहरू सबैलाई थाहा भयो अनि हामीले गन्यौँ पनि है। गन्दाखेरि अन्त मैले एउटा मजाको रोचक कुरा चाहिँ के छ भने असल सङ्गतमा असल हुन्छ है, गलत सङ्गतमा गलत हुन्छ। अनि मैले नानीहरूको मन चोर्ने मेरो त्यति बेला एउटा दिमागमा आयो क्या, यो पैसाको लागि म नानीहरूलाई मन चोर्छु। किनभने पैसा थियो तपाईँको 1200 रुपियाँ, 1200, 2टा 500 अनि 2टा 100 को है। अनि मैले नानीहरूलाई मैले भने, सानसानो नानीहरू छ मेरो गाडीमा है, नानीहरूलाई मैले भने, नानी यो पैसाहरू के गर्ने हौ, हामी बाँड्ने भनेर भन्दाखेरि मलाई खुसी लागेको चाहिँ कुरा चाहिँ के छ भने नानीहरूले त्यही भन्यो, अब त्यस्तो हुँदैन, कसैको पैसा हुनसक्छ, स्कुलको फिस पनि तिर्नु गएको होला भन्ने चाहिँ नानीहरूले भन्यो। मलाई खुसी लाग्यो, किनभनेदेखि मेरो सङ्गतमा मेरो नानीहरूले पनि असल सोचेको रहेछ, त्यो पैसा जसको पनि होस् त्यहाँनिर पुग्नुपर्छ भनेर भन्ने भयो है। त्यहाँदेखि मैले त्यो पैसालाई सुकायो गरेर मेरो गाडीमै राखेँ, मैले लिफामै राखेँ। हजुर, मैले कसैलाई भनिनँ है, पेदुङको सेरोफेरोलाई पनि भनेको थिएँ मैले पैसा पाएको छु भनेर है। अनि 1000 रुपियाँदेखि माथि थियो भनेर भनेको थिएँ मैले। धेरैले सोध्नु भयो, उहाँहरूलाई मैले एमाउन्ट बताइनँ। कारण किन बताइनँ भनेर भन्दाखेरि त्यो पैसा गलत हातमा नजाओस् भन्ने, किनभने एमाउन्ट एक्ज्याक्ट बतायो भनेपछि मेरो पैसा भनेर कोही क्लेम गर्नु आउँछ। अनि त्यसले गर्दाखेरि मैले सबैलाई नै गरेँ, 1000 रुपियाँदेखि माथि मैले भनिदिएको थिएँ। तर यतिका दिनसम्म आज 19 दिन भएछ। मतलब तपाईँले थुप्रो जनालाई भन्नुभयो? मतलब मैले नवज्योति परिवारमा, नवजाति समाजमा, पेदुङको सेरोफेरो, पेदुङको परिवारमा अनि पेदुङको जति पनि व्यवसाय छ सबैलाई सर्कुलेट गरेको मेसेज सही हातमा पुगोस् भन्ने चाहिँ मेरो एउटा उद्देश्य थियो है। तर आएन, ल्याउनु कोही आएन, अनि मलाई फोन पनि आएन। त्यसपछिको अब तपाईँको कदम अलिकति भनिदिनु पर्यो। अनि मैले धेरै सोचेँ, त्यो चाहिँ कस्तो लाग्छ भनेदेखि त्यो मैले जब पैसा भेटेँ त्यहाँदेखि मलाई धेरै खटपट भयो है। जो नानीहरूले मलाई भनेको थियो मासुको पैसा पो होला, रासिनको पैसा पो होला, स्कुलको फिस पो होला, मलाई लाग्यो। त्यहाँदेखि मलाई स्टिल आजको दिनसम्म म अशान्तिमा थिएँ, मनमा खटपट भइरहेछ। कसैको जरुरी एउटा विषयवस्तु कस्तो हुन्छ भने कसैले त भन्यो होला नि, हराउने बेलामा हराउँछ। अनि उहाँहरूले पनि भन्यो होला दसैँ गयो भनेर, दशहरा गयो भने पुर्खादेखि चलेर आएको। अनि मैले सोचेँ अरे ठिकै छ त, दशहरा त मैले पाएर म सठिक हातमा पुऱ्याउने मान्छे हो है। अनि मैले सोचेँ यो पैसालाई चाहिँ मैले सही जग्गामा पुऱ्याउनु पर्छ। पैसा त मैले दियो, 1200 रुपियाँ पैसा कसलाई दिनु। अनि आजको दिनमा चाहिँ मेरो एउटा के सोचाइ आयो भनेर भन्दाखेरि यो चिजले कहीँ न अलिकति एउटा राम्रो प्रकारले सेवा गरौँ, कसैकोबाट आशीर्वाद पाऊँ, यो पैसा सठिक जग्गामा जाओस् भन्ने मेरो सोचाइ आयो। अनि मैले गाउँमा यसो सबै मेरो पनि एउटा शुभचिन्तकहरू हुनुहुन्छ, एडभाइजर हुनुहुन्छ है। अनि मैले सबैजनासँग सोद्धाखेरि चाहिँ मैले उहाँहरूलाई भने कि यो पैसा मैले जति पनि बिमारीहरू हुनुहुन्छ, असहाय हुनुहुन्छ है, उहाँहरूको हातमा पुऱ्याइदिउँ। तर पैसा त कतिहरू पुऱ्याउने, सरसामान किनेर भन्ने कुराले चाहिँ सरसामान भन्ने साथ नै चाहिँ मलाई थ्याङ्क यू भेरी मच जतिजना पनि मेरो शुभचिन्तकहरू, एडभाइजर हुनुहुन्छ है, मेरो अभिभावकहरू हुनुहुन्छ। यो सामानको लागि आज तपाईँलाई अहिले म देखाउँछु है, मैले गाडीमै रेडी गरेर राखेको छु। त्यो 1200ले
कति सामान उब्जाएछ भनेर भनेपछि हजुर तपाईँले भन्नु चाहेको तपाईँ बोल्दै भए पनि त्यो तपाईँले जब तपाईँको जति पनि आफ्नो मान्छेहरू मतलब तपाईँलाई माया गर्ने जति पनि हुनुहुन्थ्यो उहाँहरूलाई भन्दाखेरि उहाँहरूले पनि आफ्नो गोजीबाट उहाँहरूले पनि अलिक सहयोग गरेर चाहिँ तपाईँले तपाईँको त्यो 1200मा अझै त्यो सामान अझै बेसी बढ्यो भन्नु चाहेको अनि तपाईँले त्यो अब ल्याउनु आएन मालिक 1200 अब उहाँलाई पनि धन्यवादै छ है होस् न त भन्यो होला होइन र त्यो 1200ले गर्दा आज यहाँ गाडीमा लगभग एक गाडी नै अघि मैले अलिअलि देख्दै थिएँ सामान आएको रहेछ अनि तपाईँले भन्नुभयो एक दुईजना जरुरत परेकोहरूलाई आज लगेर बाँडिदिने अब तपाईँ यति बोल्दै बोल्दै म तपाईँलाई एउटा कुरा भन्न गइरहेको छु है अब यहाँ एकदम मामा भानिसको अनुहारै देखाइदिउँ न है अब उहाँले हेल्प गर्नुहुने भनेर भन्नुहुँदैछ तर यो हेल्प एकदमै भिन्न प्रकारको हुनेछ आज चाहिँ र कस्तो प्रकारले भिन्न प्रकारको हुनेछ भन्दाखेरि चाहिँ मामा तपाईँ भनिदिनुहोस् न अब हामी कसलाई सहयोग गर्दैछ कहाँ कुन घरमा जाँदैछ त्यो चाहिँ क्यामेरामा हामी देखाउँदैनौँ यो प्रथा हटाउनुपर्छ हजुर हो यति चाहिँ हामीले तपाईँ बोल्दै यति चाहिँ हामीले किन देखाउँदैछौँ भन्दा अब अलिकति इन्सपायर हुन्छ कि मान्छेहरू अघि मैले भन्दै थिएँ यो जुन चाहिँ आज मैले यो यतिको सामान जोडेको छु 1200ले हजुर मैले मेरो सानो सहयोग मात्रै हो मैले मेरो कति कोष हालेँ म त्यो भन्दिनँ कसैलाई तर मलाई यति चाहिँ खुसी लाग्यो हामीले राम्रो काम गर्नुपर्ने यो चिजको लागि जुन चाहिँ सहयोगी हातहरू अगाडि आएको छ नि मैले सोच्दै थिएँ के गरौँ कसो गरौँ भनेर भन्दाखेरि मैले मेरो कन्सेप्ट मैले बताउँदै एक दुईजना साथीहरूलाई मैले भनेर भन्दाखेरि मलाई सोझै फोन आयो 4-5 जग्गाबाट फोन आयो म नाम भन्दिनँ उहाँलाई सहयोगी हातको पनि भन्दिनँ म अनि जहाँ सहयोगार्थ म जहाँ पुऱ्याउँदैछु त्यो पनि भन्दिनँ म सहयोग गर्नेहरू पनि पेदोङ वरिपरिकै छ असल व्यक्तित्वहरू रहेछ है मैले सोचेँ है एकदमै राम्रो मान्छेहरू हुनुहुँदो रहेछ त उहाँहरूले मलाई फोन गरेर भन्नुभयो अनिल भाइ है तपाईँले के यस्तो यस्तो गर्नुहुँदैछ अरे भनेर भने मलाई त पहिला डर पनि लाग्यो यो त राम्रो काम गरेछु मैले भनेर भन्दाखेरि हजुर सर मैले सोचेको थिएँ है दाजु मैले सोचेको थिएँ भनेर भन्दा तपाईँ यहाँ मेरोमा आउनुहोस् भनेर भन्यो एक दुईजना असल व्यक्तिहरू छ मलाई डर पनि लाग्यो भरे म सट्टै गएको त उहाँहरूले के गर्नुहुन्छ भनेर त सोझै आफ्नो पर्स खोलेर चाहिँ मेरोबाट यो सहयोगार्थ अनि त्यो रकम पनि म बताउँदिनँ सानो सहयोगार्थ छ तर हृदय र हात चाहिँ ठुलो छ सोच चाहिँ एकदम ठुलो छ है अन्त अब अलिकति सामानहरू के दिनुहुन्छ त्यो पनि हेर्ने हो अनि यहाँ साथीहरू पनि भेटाउनुहोस् यो मेरो बसन्ती हजुर यो मेरो सहयोगी भाइ पेम्तोजी भोटिया हुनुहुन्छ ऊ मेरो दोस्त रमेश हाम्रो दादा रमेश दादा भाइ हुनुहुन्छ हेलो आज उहाँहरूलाई मैले एउटा सहयोग मागेँ क्या के एक्लैले गर्न सक्ने अनि यस्तै नै छ भारी पनि बोक्नु पर्यो होला नि त मामा है फेरि अप्ठ्यारो बाटोहरू पनि होला हजुर अन्त के आज आम्मा हो निकै रहेछ त अन्त है हजुर अलिअलि यो तपाईँको चामल हजुर तपाईँको 5 युनिट छ हजुर 40 केजी गरेर तपाईँको 5 युनिट 5 वटा छ बोरा हजुर अनि अन्डाहरू रहेछ है अन्डा हजुर 5 वटै छ एक अन्त यता चाहिँ यो तपाईँको एउटा च्यादर बेडसिट हो यो बेडसिटहरू हो है बेडसिट पनि है अनि हजुर यसमा चाहिँ तपाईँको अलिअलि सरसामानहरू छ यसमा है सागसब्जीहरू छ है त्यति नै फलफुलहरू अलिअलि राखेको छौँ फ्रुट्सहरू अनि एउटा कुरा चाहिँ मैले मजाको सोचेँ कि हजुर हामी बिमारी असहाय मान्छेहरू हुनुहुन्छ नि होइन हजुर बिमारी मान्छेहरूलाई चाहिँ मैले के सोचेँ भन्नु सबैको सोच्दाखेरि के भयो भनेदेखि यो भित्र चाहिँ अब नामै भन्छु म टोपी छ बिमारी मान्छे ओछ्यानमा सुतेको हुन्छ जाडो महिना लाग्यो होइन यहाँ ब्ल्याङ्केटले सिरकले त हुन्छ होइन पछाडि ढाडमा पनि सिरानीले घिचुकमा पनि हुन्छ टाउकोमा लगाउने टोपी एक एकवटा छ फेरि यो टोपी हामी देखाउँदैनौँ है यो टोपी फेरि लगाइरहेको हुनसक्छ होइन त्यति साह्रो होइन अब उयो र हाम्रो मामालाई अब के भन्न चाहन्छु अनि यहाँ हाम्रो साथी हाम्रो दादाहरू है हुनुहुन्छ उहाँहरूलाई एउटा के भन्न चाहन्छु म भने सहयोग गर्दै गर्नु भइरहेको छ र यो किन सहयोग हो भने अब अरूले पनि त इन्सपायर हुनु पऱ्यो देख्नु पऱ्यो नि त कतिवटा कुरा त सबैले भन्छ एउटा हातले दिएको अर्को हातले त्यो क्यामेरामा किन देखाएको त्यस्तो हो ठिकै हो र यो कुरामा म पनि 50% सहमति नै हो भन्ने हुन्छु तर एउटा कुराको चाहिँ खुसी चाहिँ के लाग्दछ भने आज उहाँहरू जानु हुँदैछ सहयोग गर्नु हुँदैछ नि त्यो चाहिँ उहाँहरूले जसको घरमा सहयोग गर्नुपर्ने त्यो देखाउँदैन अब म क्यामेरै खोल्दिनँ अब सकेको मेरो ब्लग अनि अन्त अर्को कुरा चाहिँ के छ भने चाहिँ यहाँ सहयोग पनि थुप्रो गर्नुभएको रहेछ है र त्यो मानिसहरूको पनि नाम भनेको छैन र तपाईँहरू पनि है फ्युचरमा यदि एकदम मनले सहयोग गर्नुहुन्छ भने कोही बेला है रमेश दाजु क्यामेरा चाहिँ फोटोहरू यसो ब्लर गरेर उहाँहरूको सहयोग गर्यो भने तपाईँहरू के भन्न चाहनुहुन्छ यो विषयमा सही कुरा हो के भन्छौ तिमी एकदम सही कुरा हो नि है यो विषयमा अब यो जुन चाहिँ आज हाम्रो यहाँ सहयोग भइरहेको छ जस्तो यहाँ हाम्रो मेरो साथी हो है जो चाहिँ अहिले एकदमै हाम्रो पेदुङ गएर हेर्नु एउटा प्रचलित नै भनौँ न है एकदमै धन्यवाद राम्रो छ हामी एकदमै सपोर्ट गर्छौँ उहाँलाई है र उहाँको जुन चाहिँ प्रेजेन्टेसन छ त्यो एकदम बेस्ट छ क्या राम्रो छ अब उहाँले अघि नै हामीलाई भन्नुभयो कि भ्लग गरिदिन्छु तर जसलाई अब यो हामीले अहिले राहत सामग्रीहरू लगेर दिन्छ त्यो चाहिँ एकदमै पब्लिसिटी गर्दिनँ मेरो भ्लगमा चाहिँ हामी ठ्याम्मै ल्याउँदिनँ त्यही स्याल्युट गर्छौँ उहाँलाई होइन आज एकदम हामी गोप्य तरिकाले नै यो सहयोग गरिरहेको छ जस्तै मैले पैसा पाएको थिएँ नि त आज त्यसले चाहिँ उब्जाएको चिज हो नि त त्यो एउटा नयाँ तर
म यति नै जान्छु मैले सबै जग्गामा यो प्रेसित गरिसकेको चिज हो हजुर अब यो चिज चाहिँ तपाईँको ब्लग मार्फत चाहिँ म यति नै एउटा कुरा चाहिँ के भन्न चाहन्छु भनेदेखि पाएको पैसा कहाँ चाहिँ युज भयो हजुर कहाँ चाहिँ युज भयो भनेर चाहिँ यो जनाउनु चाहेको म मतलब यो एउटा यस्तो हो मेन कुरा के हो सही भने हातमा पुग्यो भन्ने मतलब मतलब त्यो पाएको पैसा उहाँले खानु पनि सक्नुहुन्थ्यो नि त त्यही नानीहरूलाई मिठाई खानु बाँड्यो नानीले मिठाई सिठाई खान्थ्यो त्यो भइहाल्थ्यो नर्मल कुरा भयो तर त्यो पाएको पैसाबाट अरूलाई पनि अलिकति सहयोगको उयो गरेर होइन अब अरूकोबाट अलिकति सहयोग लिएर उहाँले जुन बाँड्दैछ त्यो काम चाहिँ एकदमै मेरो लागि मेरो तर्फबाट नयाँ भयो यो कुरा र तपाईँलाई पनि एकदम बधाई छ अन्त हाम्रो रमेश दादा अनि उहाँहरू सबैजना है आज आइदिनु भयो तपाईँहरूलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु यति होला है ओके थ्याङ्क यू सो मच तपाईँहरूलाई बेस्ट विसेस तपाईँहरू अझै अर्को कुरा एउटा नेक्स्ट डेमा पनि यसरी गर्नु यो पार्ट टू पनि है साथी हो के भन्छ पार्ट टू पनि कोही पनि हुनुहुन्छ हजुर तपाईँलाई यसरी काम गर्ने इच्छा छ भनेदेखि तपाईँहरूले एकदम सहिर्दै हामीले सेवा गरौँ है तपाईँहरूसँग जोड्नु रमेश दाजुलाई भन्दा हुन्छ हाम्रो यही ग्रुपलाई अब हामी बिस्तारै बढाउँदै होइन अब मान्छेहरूले के भिडियोहरू बनाएको अरू कमेडी भिडियो अरूको पार्ट 1 पार्ट 2 बनाउँछ हामी चाहिँ अब यसमा पार्ट 2 पार्ट 1 पार्ट 2 पनि कमिङ सुन है लु त्यसो भने भन्दैन हामी सुरुवात सबैको लागि सुरुवात हजुर अरूलाई पनि अरू जग्गामा पनि यसरी यो हेरेर तपाईँहरूले हेरेर अरू जग्गामा एउटा टिम बनाएर यसरी गर्नुहोस् है तर यसमा हाम्रो अब एकदमै असहायहरूलाई मात्रै हामी यो गर्ने हामीले चाहिँ सोचेको एकदम जरुरत परेको फेरि खट्टुको भन्दिने खट्टु खानेहरूलाई नो हेल्प परे मद मदिराले गर्दाखेरि असहाय भएकोहरूलाई चाहिँ अलिक टाढो त्यस्तो हुँदैन हाम्रो जो मान्छेलाई मजबुर भएर असहाय भएको छ नि उहाँहरूलाई चाहिँ हेल्प गर्ने हजुर हुन्छ थ्याङ्क यू सो मच तपाईँलाई हुन्छ हस् हुन्छ हामी लागौँ नि अब किन निकै टाढो छ कि अब यसलाई यहाँ राख्नु हो मिलाइसकेको छ सबै मिलाएको छ यसलाई पोका पारौँ न